आज चाहिँ हामी ऐना महिना 5 रूपन्देही जिल्ला हुन गइरहेको सरायनासमा हामी जानेछौँ। तपाईँहरू पनि अन्तिमसम्म हेर्नु होला। हामी यहाँको सरायनास कस्तो हुने रहेछ, कतिको रमाइलो हुने रहेछ सम्पूर्ण मलाई हामी देखाउनेछौँ। सम्पूर्ण अन्तिमसम्म यो भिडियो हेर्नु होला। यो चाहिँ यहाँ मेरो तराई क्षेत्रमा भइरहने सरायनास हो। योभन्दा हामीले पहिला चाहिँ हाम्रो गुल्मी जिल्लाको चाहिँ पहाडी क्षेत्रमा एकदमै रमाइलो हुने दसैँ मेलाको पर्वमा चाहिँ मनाइने मेला जुन मैले योभन्दा पहिलो ब्लगमा राखिसकेको छु। यो मेरो पहिलो चाहिँ ब्लग हो, त्यसैले केही कमी कमजोर हुनसक्छ। हजुरहरूले सल्लाह सुझावहरू पनि मलाई दिनु होला र आउने दिनहरूमा पनि म तपाईँहरूलाई कन्टिन्युस यसरी नै राम्रा भिडियोहरू बनाएर पोस्ट गर्नेछु र हजुरहरू सामु म लिएर आउनेछु। यो भिडियो पनि अन्तिमसम्म हेरेर सम्पूर्णले साथ दिनु होला। धन्यवाद। ल हामी चाहिँ अब सरायनास हेर्न आइने है। अहिले घरबाट चाहिँ निस्किएको एउटा चाहिँ यहाँ पछिबाट त ढोका खोल्नु भने यति राख सराय हेर्नलाई चाहिँ हामी चाहिँ यो कारमा जाँदैछौँ। सरायनास हुने ठाउँमा आइपुग्यौँ र हामी चाहिँ गाडीबाट उतर्दैछौँ। र तपाईँहरूलाई चाहिँ म कन्टिन्युस यहाँको रूपन्देही जिल्ला ऐना महिनाको सरायनास देखाउनेछु। म चाहिँ मैदानमा आइसकेको छु। अब जुन सरायनास भइरहेको छ त्यो स्थानमा जाँदैछु। सायद हामी अहिले ढिला आयो होला। सरायनास सके जस्तो छ। यहाँ यो पत्ता नाचहरू, यो के नाचहरू भइरहेको छ म तपाईँहरूलाई देखाउनेछु। नाच सकिसकेपछि त्यो भइरहेको यो बाजा तालको नाचगान भइरहेको रहेछ। तपाईँलाई यसको म कन्टिन्युस देखाउनेछु भिडियो। यसको लास्टसम्म हेर्नु होला है। सरायनास चाहिँ सकिसकेको रहेछ र अहिले चाहिँ सरायनास पछिको केही थोरै कार्यक्रमहरू भइरहेको रहेछ। हामी अन्तिमसम्म आयो, त्यति राम्रोसँग हेर्न पाएन। त्यही पनि हामी थोरै धेरै हेरेर हामी चाहिँ निस्किएको। अब हामी चाहिँ फर्किनेछौँ। यसभन्दा अघिको चाहिँ हामीले तपाईँहरूलाई चाहिँ देखाएको थियौँ। पहिलोमा चाहिँ हाम्रो पहाडतिरको चाहिँ एकदम रमाइलो, मानिसहरूको यति भिड कि दर्शकहरूको पुरै नगरौँ। यहाँ चाहिँ अलिक कम हुने रहेछ। ट्राईमा चाहिँ अलिक कम हुने रहेछ है। हामी चाहिँ आज ट्राईको यो मैले पहिलोचोटि अनुभव हो ट्राईको सरायनास। त्यही पनि लास्टमा आएर पुरा हेर्न पाएन, तर बब्बाले रमाइलो थियो। यतिको यहाँ पनि यतिको दर्शक, यतिको यहाँ जनता, यहाँको यतिको साथ सपोर्ट र यतिको माया गरेर जस आफ्नो हुन्छ नि सरायनास भनेको चाहिँ यो हाम्रो पहाडी तराईभन्दा पनि धेरै त पहाडी क्षेत्रमा चाहिँ एकदमै दसैँको सबैभन्दा ठुलो पर्व मानिन्छ र त्यही पर्वको भित्र पर्ने चाहिँ यो मेला भनौँ एकदमै रमाइलो हुन्छ। पहाडमा चाहिँ हामीले चाहिँ हिजो अस्ति चाहिँ पहाडमा एकदमै रमाइलो गरियो, एकदमै घुमियो र आज चाहिँ हामी तराईको पनि हेरियो। तराईको पनि एकदम रमाइलो लाग्यो। तराईमा पनि यतिको मेलामा जम्मा हुने भनेको चाहिँ राम्रै हो। अब चाहिँ हामी चाहिँ घर जाँदैछौँ।